बाबुले हालेको भोटको दोष देखाएर छोराको भोट मागिँदैछ अरे। अनि छोरा विदेशबाट फर्किन नपाएको दोष बाबुको भोटलाई देखाएर देशबाटै टाढिँदैछ अरे। तर कसरी सक्छौ बाबुले हालेको भोटलाई दोष देखाउन? भनिदेऊ न, ए देशका छोराहरू हो। 7 सालको क्रान्ति गलत कि 15 सालको तिम्रो हजुरबाको भोट कि त्यसैले जन्माएको स्वतन्त्रता? 37 सालमा हजुरबाका हात अलिअलि कामेकै थिए, तर चेतना याद गरेको छौ? 46 सालको आन्दोलन गलत कि 48 सालमा मैले हालेको भोट कि त्यसैले स्थापित गरेको बहुदलीय प्रजातन्त्र? 64 सालको भोट गलत कि त्यही भोटले स्थापित गरेको नयाँ संविधान, समावेशी राज्य, समान अधिकारको सपना गलत? यो परिवर्तन के तिमीहरूको निम्ति थिएन? आज सोधिँदैछ अरे, भोट प्यारो कि छोरो? प्यारो त तिमी हो बाबु, तर तिमी भन्दा प्यारो देश। मेरो भोट कुन प्रवृत्तिलाई हाल्यो भने तिमी फर्किन्छौ? अनि कसलाई भोट हाल्यो भने भोट परिवर्तन भन्छौ? तर याद राख छोरा, पुरानो दल सही हुँदा पनि गाली गर्ने र नयाँ दलले गलत गर्दा पनि ताली बजाउनु परिवर्तन होइन। भोट परिवर्तन भनेको गलतलाई खुला रूपमा अस्वीकार गर्ने र सहीलाई समर्थन गर्नु हो। भोट आवेग होइन, भोट दीर्घकालीन सोच हो।